साथीहरु तपाईहरुलाई मेरो न्यू भ्लगमा स्वागत छ। अनि आज चाहिँ हामीले विशेष गरी अब हामीले खाना पनि खाइसक्यौं, खानासाना खाएर अब हामी वहाँ पर अंकल घर जाँदै छौं। आज एक विशेष काम के हो भने आज घाँस काट्ने विशेष काम छ। अंकलले बोलाइसक्नु भएको छ, अब हामी घाँस काट्न जाने छौं। र अनि हामीले कोठासोटा पनि मिलाइसक्यौं। हेर्नुस्, कोठाहरु मिलाइसक्यौं। अनि यहाँ छोरी र बुढा पनि ऐना हेर्दै हुनुहुन्छ, ऐना हेर्दै भएको छ। अनि पछि अब हामी जानेछौं। अब छोरीले हेर्नु है, दुईटा चस्मा लगाएको छिन्, मेरो पनि आफ्नो चस्मा लगाएको छिन्। अब हामी घरबाट हामी बाहिर जानेछौं। अब बाहिरको समयमा के हुन्छ म तपाईहरुलाई देखाउने छु। ल साथीहरु, मेरो श्रीमान र हामी चाहिँ निक्लिन लागेको घरदेखि। चप्पल लगाइसक्नु भयो। हामी जाँदैछौँ अब। हेलो गोले त हेर्नु न, गोले कस्तो छ? हाई गर्दै त। हाई। मेरो सानो छोरी चाहिँ अब वैशाखको 17 गते 2 वर्ष हुन्छ। हेर्न सक्नुहुन्छ, बाटी चाहिँ हेर्नुहोस्। अब हामी चाहिँ जान लागेछौँ। अनि बाइक निकाल्ने हैन, बाइक निकाल्दा हेर्नु है, पाहाडै कतिको छ सरको। उचा छिटो छिटो उचा। ल हिँड छिटो। ल छोरा म उठ्यो छोरा। ल बाइकमा ट्याक्क राख्यो, माथि बस। ल जाऊ है तिमी, म जान्न। म जाम कि नै? ल बाइक जाऊ है, म जाने कि नै? बस्ने? ल जाऊ। साथीहरु, हामी चाहिँ अब हाम्रो घरदेखि लाग्यो माथि। र हाम्रो यहाँ गण्डकी लाइनको चोकमा आइसक्यौँ। गण्डकी लाइनको चोकमा आइसक्यौँ। कता यता माथि जाने? बन्द होला त अन्त। हामी चाहिँ भेविकाको अस्ति भएर के अरे खसेको त्यो कानको मुला। अनि आज चाहिँ हामी यहाँ लगाउन जाँदैछौँ। हिजो गएको, हिजो चाहिँ पसल बन्द थियो है। अब आज जाँदैछौँ हामी यहाँ मङ्गलगढी चोकरीमा आइसक्यौँ। मङ्गलगढी चोकरीदेखि हामी आज जाँदैछौँ। पसल खुल्ला रहेछ है। यो पसल हो, यो पसल हो, यो पसल हो, ट्युसन पसल है। पसल मैले आइसकेर रेबिकाको अब काममा लगाइदिनु भएको। यो कामको फुटेको रेबिकाको मामाहरू हुनुहुन्छ हाम्रो। छेडेको फेरि अस्ति फुत्का थियो कि निकाल्ने हो। ये नंबर त थाको समान गर ह भाइ नाति चिन्नुहुन्छ उहाँ त तपाईले? हो, मेरो भान्जा हुनुहुन्छ नि। हो, रेबिका रुने हैन, सबै गराउँ है, नहल्ने नले। ओहो दुख्दै छेडे यस्तो गर्छन् त्यसले। ल किलोमिटर समातेर हालेर अब यसलाई यस्तो हामी चाहिँ सुनकसोबाट निक्लिसक्यौँ। फेरि बाइक लिन जाँदैछ मेरो बुढा। बाइक लिएर आउनु चाहिँ म गाउँदा
अब जाने ल हामी चाहिँ सुनपसलदेखि बस अलि माथि बस न खुट्टाले मैले भात दिन्छ नि बोल रेबिकाको कानमा मुन्डा लगाएर पनि अब हामी चाहिँ फर्किसक्यौँ घरतिर नै घरतिर भन्न आउँछ म बिर्सिरहन्छु क्या फेरि घरतिर भनेको तर अङ्कलको घरतिर गएको है अब हामी अब साथीहरू अब हामी यहाँ के पुल अरे खोर्के खोला आइसक्यौँ पेट्रोल पम्प हो यो अनि अब हामी अगाडि एरिचोक होइन एरिचोक पनि आइसक्यौँ एरिचोकबाट अब पलतिर सुर्खेत हस्पिटलबाट हामी चाहिँ तलतिर जान्छौँ अनि सुर्खेत तर त्यो हरिडेल स्कुलसम्म चाहिँ ठिक छ तलतिर जान अलिक कच्ची बाटो छ है सुर्खेत हस्पिटल पनि आइसक्यौँ हामी पहिला चाहिँ मेरो पेट दुख्दा चाहिँ महिनाको 2 चोटि आउनु पर्थ्यो यो उसमा सुर्खेत हस्पिटलमा अहिले चाहिँ हाम्रो प्रार्थना हामी क्रिस्चियन पनि हो हामीलाई प्रार्थना गरेर अहिले बुढालाई पेट दुख्न पनि परमेश्वरले चङ्गाइ पारिसक्नु भएको छ यता तलतिर राख्यो साथीहरू हामी चाहिँ यो हरिडेल आइसक्यौँ स्कुल हरिडेल स्कुलबाट हामी यता कच्ची बाटो अब सुरु भइसक्यो कच्ची बाटो यस्तो छ रेबिका अचम्म डराउँछ हाम्रो रेबिका चाहिँ यस्तो छ है बाटो यस्तो धुलो पनि यस्तै उठ्छ नेपाली पाउडर होइन नेपाली पाउडर लगाउने बा साथीहरू यता हाजिरुमै नेपाली पाउडरहरू चाहिँ यस्तो कच्ची छ कच्ची बाटो हेर्नुहोस् है यता अलिक कच्ची छ कि अङ्कल कच्ची यस्तै गरेर उफ्रिन्छ गाह्रो हुन्छ के गर्ने बाइकमा बस्नु भएको छ है रेबिका त बोट डराउँछ नजाइ यस्तरी हल्ला छ अब के गर्ने हल्ला गराउँदा पनि गाउँबारी हाम्रो अङ्कलको गाउँ हो यो चाहिँ हेर्नुहोस् हामी अङ्कलको घर अगाडि आइसक्यौँ यो गाउँ हेर्नुहोस् माथि देख्यौँ तल घरको खुट्टा छ गाउँ छ पर चाहिँ अङ्कलको गोठ छ अनि यहाँ घाँसहरू पनि छ अस्ति नै हामीले काटेको घाँस थियो फेरि उम्रिनु पलाइसकेको छ घाँस अरू आधा घाँसलाई पनि काट्नु छ हामी अङ्कलको घर आइसक्यौँ हाम्रो अङ्कलको घर यही हो अनि अङ्कलको घरमा पनि अब हामी प्रवेश गरिसक्यौँ साथीहरू अङ्कलको कुकुर यहाँबाट चाहिँ आज चाहिँ झर्ने रहेछ ल हाम्रो केसु नानी पनि भित्र हुनुहुन्छ जस्तो छ हाम्रो केसु नानी आइसक्नु भएछ बाहिर उफ्रिँदै हामी आउने त्यही बुरुक बुरुक हुँदै आइहाल्नुहुन्छ भदैनी भने चाहिँ हुरुकै खुब भदैनी यस्तो रबाउँदै हिँड्छन् कस्तो छ ठिक छ एकदम ठिक छ ए हो ल उहाँको कपाल पनि राम्रो जस्तो मान्छे राम्रो त्यस्तै कपाल राम्रो छ ल देख्न सक्नुहुन्छ आज बाबु पैसा हाल्दैन 1 लाख मात्रै हालिदियो कि अहिले 2 लाख हालिदिन्छु भने बाजेलाई फोन गरेर रहेछ गरे बाजेले कहाँ माथि घर सफा गर्न लाथ्यो त्यही बेला फोन गरेर चाहिँ फेरि यता आएर गरेर नबेला हाल्दैन
हाल्दै भने कि हालिदिन्छु भने के भन्नुहुन्थ्यो कि चेक नदे चेक नदे चेक त कहाँ दिने ए रेबिका यता हेर नन्दनीहरू कहिले आउँछन् गरे त्यहाँ गएर नि के बस्नेहरू आइहाल्छन् होला कतै कामको लागि गएका हुन् आज एक बास बस्नु भयो के भोलि हिँड्ला नि गर्मी लाग्छ होला त्यतातिर त हिँड्ला होला अलि भएको छैन होला अब होइन त्यो त 120 रुपियाँ हाल्दै त उता गयो चाउमिन लिन नै छुट्टै भोक लाग्यो भनेर रेबिकालाई आधी ल्याइदिन्छु भन्थ्यो के मसला किन्ने मम्मी खै मम्मी उयो हो तिर्माने मान्छन् त किन सघाउने र त्यो बानेकोलाई कि छोरा गुरु होइन टोक्न गला गरेनन् भन्ने समातेको थियो अरे के ढुङ्गाले हाने रहेछन् तल उसले खै थाहा छैन म त त्यो बोल्दैन छन् घर मान्छे गइसके इटा अन्टी तपाईँलाई चाहिने झन् कुकुरको खुट्टा भाँचिएछ अरे हेर्नु जम्मै हेर्दै कुकुरको खुट्टा भाँचिएछ अरे प्लास्टर गरेछ गट्ठै अया भयो हेर्दा कसको रेबिका यो तिम्रो हो कुकुरले उता चाउमिन बनाइरहेछ यस के भएर तँलाई त उमाल नराख भनेको उमालिनिस् त्यो पानी त उमाल्न राखेछस् त्यो चाउन हाल्दैन त नि त्यो चिरन ब्याग लिएर गयो कतिखेर पो आउने रेबिका यहाँ दिन्न भन्दा न पैसा दिन्न हान्छु फेरि भन न भन हान्छु फेरि भन न